यसरी पकाउँछ हौ, यसरी मासु ल्याएर यसरी पकाउँछ है। जस्तो पकाउँछ हाम्रो त नदेख्दो रहेछ है। यो उतापट्टि बत्ती छ नि त। अनि मैले चाहिँ आलु काटिसक्यो, आलु होइन गोलभेडा सबै हाल्नु पऱ्यो नि त। अब मिठो बनाउनु पऱ्यो होइन। चिकनमा मिक्स गर्नु पऱ्यो क्या। चिकन अब यत्रो ल्याएको छ, अब एक्लै ल्याएर त्यो के गर्नु, फ्रिजभित्र राख्नुपर्छ। अब के गर्नु, मैले सोचेको 3-4 जनालाई पकाऊँ भनेको, अब एक्लै बनाउनु पर्ने रहेछ। यहाँ चाहिँ यस्तो सिस्टमलाई गाह्रो छ, के गर्नु, आफ्नो पकाएर खानुपर्ने रहेछ होइन। अब विदेशमा यस्तै गर्ने है। के छ हालखबर तपाईँहरूको होइन? अब यस्तै हो। अब सन्चो के छ होइन? खोर्सानी है, खोर्सानी मर्चा यो बत्तीले गर्दा प्रष्ट नदेख्दो रहेछ क्या। खानासँग छुट्टै बनाउने है ल। अब यति नै हो हाम्रो लास्ट भिडियो। खाना चाहिँ यस्तोमा पकाउनु पर्ने रे हामीले है। ओके, अनि थोरै आज चाहिँ चिकन लिएर आएको। थोरै भनेको त अनि धेरै लानुपर्ने रे क्या। एक प्लास्टिक नै छ है चिकन, गाह्रो छ। अब के गर्ने, थोरै नदिँदो रहेछ क्या। अब फ्रिजमा चट्ट राख्नुपर्छ होइन। अनि खानासाना पकाउनुपर्छ। अर्को चाहिँ म खाना पकाउनु लाग्यो है।